एज अ पोलिटिकल लिडर हाम्रो जिम्मेवारी यस्तो विषयवस्तुहरू अपफ्रन्ट देखिन साथै जुन कुरा आयो जस्ताको तस्तै त्यसलाई पत्याइहाल्ने कुरा र त्यसको आधारमा धारणा बनाएर कमेन्ट गरिहाल्ने, टिप्पणी गरिहाल्ने, बोलिहाल्ने, लेखिहाल्ने, भनिहाल्ने हामीले त्यो नगरौँ। यसो बेला आज कुनै पनि विषयवस्तु कहीँ आएको छ भने एज पोलिटिकल लिडर भएको हुनाले गर्दा हामीले अलिकति हाम्रो रासन हुनुपर्छ। यस्तो होला त यो हो कि होइन भन्ने कुरा एकछिन थामिने, त्यसको बारेमा त्यसलाई भेरिफाई गर्ने, हो कि होइन सोध्ने, त्यसलाई बुझ्ने, त्यसपछि मात्र यसको बारेमा धारणा बनाउनु पर्ने हुन्छ। यस्तो बेलामा एकदमै छिटो मिथ्या सूचनाहरू फैलिन्छ र त्यसले त्यो मिथ्या हो भनेर थाहा पाउन नपाउँदै त्यसबाट हुने दुर्घटनाहरू भइसकेको हुन्छ। यसमा पनि तपाईँहरूको असाध्यै ठुलो रोल रहनुपर्छ। पार्टी कार्यालय भोलि शनिबारको दिन बिदाको दिन पनि पार्टीको हाम्रो यहाँको सबै स्टाफ साथीहरू उपलब्ध रहनुहुन्छ। म तपाईँहरूसँग चाहिँ सम्पर्क गर्नको लागि अरू बेला भन्दा बढी सजिलो हुने गरिकन म लगायत पदाधिकारी साथीहरू उपलब्ध हुन्छौँ। संसदको मान्य यहाँ दलको नेतै हामीसँग यहाँ हुनुहुन्छ। हाम्रो सांसद साथीहरू पनि उहाँले जहाँ परिचालित गर्नु त्यहाँ परिचालित गर्नुहुन्छ। हामी एज अ टिम हामीले यसमा काम गर्ने हो। हामीलाई कसले के भन्छ, हामीले यसमा यो यतातिर हाम्रो चासो कम हुनुपर्छ। हाम्रो ड्युटी के हो, हाम्रो रोल के हो? हाम्रो रोल हामी नेपाली काङ्ग्रेस हो, हामी मुख्य शक्ति हो, हामी मूल शक्ति हो, हामी अभिभावक हो, हामी जिम्मेवार हो र सम्हाल्ने काम हाम्रो। आगो जसले लगाएको भए पनि निभाउने काम हाम्रो हो। हामीले त्यो सम्हाल्ने शक्ति हामी भएको गर्दा जिम्मेवारी निर्वाह गर्नुपर्छ भन्ने सोचाइ राखेर यो सहिष्णुता काम गर्ने गरिकन सबै साथीले काम गर्नु होला। योभन्दा बढी अब मैले यसमा छलफल गराइनँ। तपाईँ सबैलाई धन्यवाद।